होइन मान ऊ भएर निकालिदिनुहुन्छ निकाल पर्दैन बाहुनको त्यो चिजहरू राख्नु किन हाल्नु यसरी चाहिँ म यस्तो बाहिर हुनुहुन्छ आउनुहुन्छ होला गर्मीमा भयो चाहिँ रगेर्ने होइन अलिक धेरै नै लाउनु चम्चा चाहिँ मेटलको काठको काठसाटको भएर स्टेप चाहिँ यही हो पहिला बाटो पानी सक्ने भन्ने हुँदैन चाहिने जति हाल्नु हजुर पहिलो अहिले म गर्छु है त अहिले गरिनँ ल त्यसो एक्सपेरिमेन्ट सुरुदेखि गर्नु परेको केसमा होइन होइन भन्नु सक्छु नि होइन भन्नुहोस् भन्नु सर यसो गर्ने के जस्तो अहिले म पुरै भन्छु अहिले नजिकमा हुनुभएको साथीहरूलाई मात्रै भन्छु होइन पहिलो स्टेप चाहिँ भनेको बिरामीले सुताउने नै हो होइन सुताउने यो चाहिँ अब बेड चाहिँ कस्तो हुनु पऱ्यो चारतिर घुम्ने खालको हुनु पऱ्यो ठाउँ चाहिँ हुनु पऱ्यो होइन यदि अब छोटो ठाउँ भने चाहिँ अलिक अप्ठ्यारो हुन्छ पहिलो कुरो चाहिँ गर्दै गर्नु पहिला चाहिँ यसरी सुताउने त्यसपछि मनतातो पानीले अघि मैले कपडा चोपेर पानी चाहिँ निचोरेर यसरी तताको छाला तताको चाहिँ त्यो वालहरू खुलोस् भनेर अनि त्यसलाई पुछिसकेपछि टावेलले छोड्ने केही मिनट 1 मिनट 2 मिनट छोड्ने त्यसपछि केही फुल्छ त्यसपछि हनी यसरी लाउने पुरै लाउँदाखेरि 3टा स्टेप हुन्छ होइन यो यसो गर्ने चाहिँ सुरुमा चाहिँ यो यतिले टकटक गर्ने यसरी होइन यो उहाँ गरे जस्तो यसो गरेको चाहिँ के हो त त्यसलाई कुटेर त्यो हनी चाहिँ भित्र जानु लाग्यो त्यसपछि एकछिनमा अलि ढ्याप्याले गर्नुपर्छ ढ्याप दोस्रो भयो होइन अर्को कुरो फोटो भन्दा पनि भिडियो भन्दा यो भनेको चाहिँ सुन्नु भयो राम्रो हुन्छ होइन अहिले सबैले सुन्ने गरी म सबै के अरे मुख बन्द गरेर फेरि म भन्छु होइन अहिलेलाई त्यसपछि के गर्ने त पहिला चाहिँ यसले कुट्ने टकटक यसरी कुट्ने यसरी होइन यसरी कुट्ने भिडियोहरूमा कसरी भिडियो दिएको छ तपाईँहरूलाई गर्ने कसरी देख्नुहुन्छ यसको भिडियो विदेशीले गरेको चाहिँ ल्याब्रेक छ त्यो गर्मीमा के अरे जाडोमा ल्याब्रेक गरेको पनि चल्छ तर नेपाल हाम्रो उसमा चाहिँ के अरे जाडोमा चाहिँ त्यो सम्भव हुँदैन यसो गर्ने यसरी होइन यो दोस्रो कि पहिलो यसो गरेर पहिलो अर्कोचोटिमा अलि ढ्याप गर्ने यसरी गर्ने हुन्छ त्यसोमा चाहिँ कपिङ गरेर तान्ने हो 3टा स्टेप हुन्छ है यो चाहिँ होइन यसरी गर्ने र यो तपाईँको यहाँ दुख्छ यहाँ दुख्छ भने होल बडी यति नै गरिदिने अनि यसको रिलेटेड पोइन्टहरू हुन्छ मानौँ उहाँको यो लम्बर पेन छ अथवा यो ब्याक पेन माथि गर्दा यो माथि छ भने यसको पोइन्टहरू निश्चित हुन्छ अघि मैले देखाएको पोइन्टहरू चाहिँ यहाँ हुन्छ होइन यसो गरेर अर्कोचोटि चाहिँ कोही मान्छे तयार हुने कुट्नु पनि सिक्ने अलिक के अरे अर्को साथीको मा चाहिँ त्यसो गर्नु होइन यसो गर्दाखेरि हिउँदमा भए यहाँ सेतो यो कलर चेन्ज भइसक्छ होइन यस्तो छ अब ढ्याप यसरी गरे यो सेकेन्ड स्टेप होइन यसो कुट्दै हुन्छ सुरु हुन्छ होइन ढ्याप गर्ने यसो गऱ्यो अब अहिलेसम्म चाहिँ म अझै भित्र जानुकै प्रोसेस हो पठाउने प्रोसेस हो होइन हजुर यो ठ्याक्कै टोटल काम आधा घन्टामा सिद्धाउने ठिकै चाहिँ तपाईँले मान्छे यो काम चाहिँ आधा घन्टामा सिद्धाउने मजाको तपाईँ छिटो सिक्नु हुने रहेछ त्यसो गर्ने होइन भनेको स्टेप चाहिँ 2 मिनट भन्दा त्यस्तै मान्छेहरू छ जाडोमा त फेरि यति गर्दै त्यस्तै दुखिसकेको हुन्छ पहिल्यै राम्रो काउन्सिलिङ गर्नुपर्छ मान्छेले अलिअलि दुख्छ सहनुपर्छ तान्दा त झन् दुख्छ होइन तान्नु थालेको हो यसले होइन तपाईँसँग अलिक
गफ गर्नुपर्छ तपाईँको उमेरको कारण पनि हुन्छ नि त त्यो सेम्पू र एउटा क्यास्टर ओइल भनेको छ नि धतुरा जस्तो हुन्छ नि गाउँतिर त्यसको तेल हुन्छ अत्यन्त औषधि हुन्छ त्यसको तेलको बनाएको छ त्यसमा चाहिँ प्रोपर्टी छ कति नै आउँछ उमेर हाम्रो जस्तो उमेरमा त आउँछ तपाईँ 70 आसपासको होला कति हुन्छ होइन जाति माथि टाउको कारण चाहिँ हुन्छ नि त किनकले दुख्छ माइग्रेनले दुख्छ होइन चिसो नसर्ने दुख्छ टाउको हुन्छ त्यो चाहिँ के हो दुखाइको सामान्य उपचार यसले हुन्छ तर त्यसको तपाईको त्यो क्यास्ट्रोल एकदम म अहिले कार्ड सबैले दिन्छु हामीले सम्पर्क गर्नु कानुन बसेर पनि हेर्नुहोस् कि अनि चाहिँ हामीले आवाज नै यसरी यसो थर्ड स्टेप थर्ड लास्ट थर्ड स्टेप चरक चरक आउँछ आवाजै आउनुपर्छ र यो कुट्दै जाँदाखेरि रातो हुनु पर्यो तातो पनि हुनु पर्यो तपाईँले यसरी लानुहोस् सर होइन यताबाट लगेर सुई लाने पर पुऱ्याउने होइन चट 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 गर्ने होइन यसरी गर्नु होला हुँदैछ दिनमा कति गर्नुपर्ने के अरे भन्नाले एक दिन 2 दिन बिहार कस्तो केस अनुसार तपाईँ सुरुमा चाहिँ के हुन्छ भने केही दुख्दैन कहिले महिनामा एकचोटि गर्नु राम्रो हुन्छ होइन त्यसैले महिनामा एकचोटि दुखाइ हो भने दुखाइको आधारमा दिने पछि पनि दिन बिराएर पनि 2 दिन बिराएर पनि अब सामान्य दुखाइमा दिन बिराएर गरे 4-5 चोटि गरे हुन्छ साह्रो दुखाइ छ भने कन्टिन्यू 5-7 दिन अनि दिन बिराएर 5-7 दिन गरेर 2 हप्तासम्म पनि गर्नुपर्ने हुन्छ के सामान्य दुखाइको 2 दिन बिराएर गर्नुभयो एक दिन 2 दिन गरेपछि त कति समय हुँदैन मजाले एकचोटिमा कतिको सन्चय हुन्छ होइन अहिले चाहिँ म्याक्सिमम् यो स्कुटरमा चढ्ने छोरी मान्छेहरूको हुन्छ नि जो मान्छे स्कुटरमा चढ्छ छोरा पनि छोरी मान्छे त्यो सकप छोटो हुनाले घाँचेक बढी हुन्छ कि त्यसले गर्दा हाम्रो ढाड चाहिँ खाँदिएको हुन्छ त्यसरी दुखेको केसहरू चाहिँ टाइम लाग्छ यो जाडोमा भयो सुत्तै खालको सेतो सेतो आइसक्यो यो पङ्खा लाउनु भने अझै यहाँ देखिन्छ कतिको सरलाई कतिको दुःख दुखेको छैन बिरामीलाई यो त दुखेको छ अलि बढी तान्दा ए ठुलो हातको फेला परेको हो होइन जानै सक्यो हो तातोले कपडा भिजाएर अनि यो गरेपछि केही लाउनु चाहिँ अस्मिताले मादल नबजाउनु अस्मिता बोलेको चाहिँ यसो सामान्य दुखाइहरूमा केही पनि चाहिँदैन त्यसै पनि कोही थाहा पाए क्यारी गर्नु पनि हुन्छ कि अब लगभग भयो चरक चरक यसरी बस्नुपर्छ अनि यो रातो हुनुपर्छ हजुर ठिक छ नि एकदम ठिक छ नि 80% सन्चो भएको अनुभव छ नि त्यो कल्पना गर्नुहोस् त्यो कल्पना गर्नु छ के समस्या भयो
हजुर बसाइको समस्या भन्नुहुन्छ सबै केसमा हुन्छ घुँडा सुन्नेको सबै यस्तो यो हाततिर भयो भने नि हुन्छ जम्मै दुखाइ चाहिँ जम्मैलाई नै दुखाइ चाहिँ कम जाडोको त्यहाँ लगाउने अझै दबाउनलाई अझै दबाई चाहिन्छ हेर्दै जानुहोस् है अघि छुट्नु भयो नभए सजिलो कन्सेप्ट पहिला बसेपछि सजिलो हुन्छ होइन यो चाहिँ के भने एकदम सजिलो डाक्टर बन्ने हो कि बिना कलेज बिना पैसा बिना आइसीको सर्टिफिकेट बिना लास्ट टाइममा भन्नु कति दिन अब यसपछि चाहिँ के हो त भन्दाखेरि अब पोइन्ट अघि भनेको थिएँ नि तपाईँहरूलाई होइन पोइन्ट जस्तो ढाड दुखेको पोइन्टहरू कहाँ कहाँ हुन्छ भन्दाखेरि ढाड दुखेको पोइन्ट चाहिँ कहाँ हुन्छ मानौँ यहाँ ढाड दुखेको छ भने यहाँदेखि लाइनै थियो नि त होइन यस्तो लाइन भनेपछि यसरी नै थिच्ने उहाँको ढाड दुखेको हो कि होइन म रोग पत्ता लगाइदिएको हो कि होइन अब जस्तो यसरी दुख्यो उहाँ आइया गर्नु भएन अनुहार हेर्नु उता फर्किनुहोस् त अनुहार चाहिँ एकछिन अब जस्तो उहाँको दुखेको हो कि होइन त भन अघि गर्नु चाहिँ दुख्यो भने ल यो ढाड दुख्ने समस्या छ यो एरिया समस्या छ यो पनि एउटा सम्बन्धित पोइन्ट हो के सम्बन्धित पोइन्ट यसको रिलेसन चाहिँ यहाँसम्म हुन्छ होइन यसरी हो अब यता पनि हुन्छ दुख्छ नि थाहा पाउने यसरी हामीभन्दा सजिलो हुन्छ अब यसरी यहाँ पनि यहाँ सबभन्दा धेरै दुख्छ ढाडको चाहिँ पछाडि खाली छ क्या यहाँ चाहिँ दुख्छ अब यहाँ खिच्नु सक्छ होइन यहाँ यसरी खिच्ने अब खिच्दाखेरि पनि 1 2 3 4 5 6 7 छोडिदिने 10 1 2 3 4 5 6 छोड्ने पोइन्ट थाहा भएपछि छिट्दै जाने सोध्ने यसरी हो कि यसो गर्दै जाने अब ठ्याक्कै तपाईँको सायद थाहा भएपछि त्यो नम्बर कति नम्बर थाहा नभए पनि भयो कसै सोध्यो भने चाहिँ भन्नु पर्यो जस्तो मैले खिचेको चाहिँ यो के अरे ब्लाडरको 23 27 के भन्नु पर्यो भने चाहिँ समस्या यहाँदेखि हुँदाखेरि हुन्छ होइन यसरी अब उहाँको दुख्ने चाहिँ यहाँ पनि छ फेरि हेर्नुहोस् है त फेरि फरक हुने ठाउँ यहाँ छ होइन यहाँ दुख्छ अब यहाँ पनि दुख्छ होइन यहाँ दुख्छ यो चाहिँ सधैँ गऱ्यो भने तपाईँले 4-5 दिनमा तपाईँ दुख्नु छाड्छ होइन प्रेस गर्नु कि तताउनु पर्यो कि चिलाउनु यसमा चिलाउने होइन मौरीले चिलेर ठ्याक्कै यो नगरी गर्ने यो किन दुःख गर्नु भइगयो थेरापी होइन 10-12 सम्ममा दिनमा हुँदो रहेछ बढीमा ठाउँ हुन्छ नि यहाँ पनि छ उहाँको पत्ता लाग्छ होइन यसरी अब उहाँको स्टेसन पछाडि गरी दिनै पछि गर्नु भने उहाँले धेरै तपाईँले थिच्दै जानुभयो ठ्याक्कै पोइन्ट थाहा नभए पनि फाइदा छ उहाँलाई भयो होइन फाइदा भयो ठ्याक्कै पोइन्ट थाहा पाएर गऱ्यो झन् राम्रो होइन भने थिच्दै जानुहोस् त्यो पनि फाइदै भयो होइन थाहा पाउनुलाई चाहिँ दुख्ने ठाउँ एउटा थम भनेको कि त्यस्तो मैले भने थम भनेको छ यसले गर्नु यिनीहरूले गर्नु पाइन्छ तपाईँले यस्तो गर्नु अब अर्को उपाय चाहिँ के भने यसो छाम्दै जानु गहिरागुरी ठाउँमा पोइन्ट हुँदो रहेछ यो चाहिँ हाम्रो अनुभव के जहाँ गहिरागुरी त्यही ठ्याक्कै चाहिँ पोइन्ट हुँदो रहेछ यसो छाम्नुहोस् गहिरागुरीमा ठ्याक्कै थिच्नु झ्यापेक्कै दुख्छ क्या एकदम मजाले दुख्छ उहाँलाई
यसको जोड्नु हुन्छ नि यहाँ किन दुख्छ होइन यहाँ कपिल दर्शन दुख्छ यसरी गर्नुभयो अस्ति पनि यस्तो है मको मात्रै अहिले गरेर तानेर फाल्ने मात्रै काम गरियो त्यसरी नेपाल यो हनी थेरापी नेपालमा फर्स्ट टाइम हो सबभन्दा लामो सिकेको राम्रो सिकेको उहाँ र मैले भिडियो हेरेर गरेको मान्छे धेरै छन् बिगार्छन् होइन भिडियो हेरेर जस्तो डाक्टर स्टेफेन आउँदाखेरि भिडियोमा देखाइदियो त्यो गऱ्यो अनि डाक्टर भएर गएको मान्छे पूर्वा बामन भेट्यो यो कसरी गर्ने भन्ने नै कन्सेप्ट नलिएको मान्छे होइन त्यसो हुनाले अब यो थेरापी चाहिँ एकदम राम्रो हो अब त्यो तपाईँले एउटा खोजेर नक्सामा हेर्नुपर्छ होइन भने हेर्नुहोस् है यसो गरेपछि यस्तोतिर हुन्छ धेरै चाहिँ नगर्ने फेरि मान्छे एकचोटि भड्किन्छ होइन मिलाएर जस्तो हेर्नुहोस् तपाईँलाई म सिकाइदिन्छु यसो गर्ने यसो गरेर उहाँलाई सोध्नु पऱ्यो नि त कि अनुहार हेर्नु पऱ्यो यसो खिच्दै जाने दुःख भन्नु पऱ्यो दुःख भने हो रहेछ होइन भने तपाईँ फेल अनि यसो हेर्नुहोस् यसो छाम्दाखेरि यहाँ खोपिल्टा छ नि प्रायः खोपिल्टाहरूमा हुन्छ दुख्छ उहाँलाई रेस्पोन्स गर्नु पऱ्यो नि त दुखाउँछ हो त्यसरी होइन अब यहाँ पनि एउटा खोपिल्टा छ हेर्नुहोस् त यहाँ थिच्नुहोस् त कति हुनुपर्छ खोपिल्टा सोध्नुहोस् होइन अघि हुनुहुन्छ यहाँको स्टाफ होला नि त कि सहभागी नै इन्टेन्स भिडियो छ पछि हेरौँ मोबाइललाई 18 को दुख्यो अलि जोडले 18 होला नि अलि जोडले 18 अब यहाँ चाहिँ लगातार फिचर तपाईँ यसो हेर्नुहोस् है मेरुदण्ड छ त्यसको वारिपट्टि 1.5 औँला जतिमा खिच्दै जानु सक्नु त्यतिकै तपाईँको कमन पोइन्ट हो होइन तपाईँको थिचाइ तपाईँ फेल गराउनुहुन्छ मेरो जस्तो हेर्नु कुद्नु भएन औँला यसरी काट्नु पऱ्यो क्या भुलु भुलु यसरी कुद्नु भएन यसरी खिच्नु पऱ्यो यसरी खिच्नु पऱ्यो यो चाहिँ कमन त्यतिकै खिच्दै जाँदा पनि यहाँ चाहिँ कमन पोइन्टहरू हुन्छ यसको ढाड दुखेको मात्रै धेरै हो त्यसरी धेरै कुरोको यहाँ चाहिँ पोइन्ट हुन्छ त्यसरी खिच्दै जानुहोस् होइन खिच्दै जानुहोस् यसरी खिच्दै जानुहोस् ब्लिडिङ नहोस् नुक्सान मान्छेलाई बढी यता पनि ठाडो छ थुप्रै छ नगाड्नलाई सर फेरि यसरी काटेको हुनु पर्यो है फेरि यहाँले सबभन्दा धेरै दुख्छ दुखेको छ कि छैन भने यहाँको पोइन्ट हेर्नुहोस् दुख्छ दुईतिर दुख्छ कि हो त्यो भर चाहिँ त्यसको त्यो हुँदो रहेछ कि ठ्याक्कै तिग्राको त्यो उसको लु उहाँलाई छोडौँ